अब च्याट्टा बुढीको अगाडि गीत गाउने बगैँचामा नजाऊ तिमी भमराले चुमिदिला यस कस्तो दामी देखेको त कसम से एकदम रेडी भयो त माल चाहिँ अब खानुपर्छ किनकि भिडियो छ मुकेश कुन बबाल छ एउटा छ तो चलिए शुरू करते हैं मकै खाने भालु काम गर्ने कालु मकै खाने भालु कसरी के को लाग्यो अब मसी काम गर्ने टक्टक अनि अझ राम्रोसँग खोलाए रे त्यो पानी कसले भर्यो कसले माग्यो सबैको आफ्नो आफ्नो काम छ क्या भाइ काम गर्ने कालु मकै खाने भालु दुईटा तिनटा मारिसके अब च्याट्टा बुढीको अगाडि गीत गाउने बगैँचामा नजाऊ तिमी भमराले चुमिदिला अब यो शनिबार यो शनिबार ओहो अथवा त ल ट्राफिक त मेरो काम यहाँ काम हो तिम्रो आगो पुग्ने काम गरौँ सो हेलो एभ्रिवान वेलकम ब्याक टु आज पनि ब्याम्बो कुकिङमा आज चाहिँ छ पलुसुरमा डेनिराज सुनवार मुकेश सुनवार सुमन सुनवार ए छत्र ब्रो त्यहाँबाट म छँदैछु होइन अनि आज फेरि पुरा भिडियो हेरेर साथ दिनु होला बबाल हुनेछ आज पनि हामी ब्याम्बो कुकिङमै आएको छौँ होइन एकदम तम तयार छ अब हामी भिडियो सुरु गर्छौँ है त लेट्स गो आजको वेदर पनि एकदम धुम्म धाम्म छ है यस्तो छ अस्ति त उताबाट आउँदा आउँदा त्यस्तो त यो चाहिँ अस्तिकै चुला बाँकी थियो अस्ति चाहिँ यहाँ पानी परेर माथि झरेको थियो आज चाहिँ पानी परे पनि यहीँ खाने भए यो त केलाउनु पर्छ होला नि यसमा मोटर छ तिरौ अनि पानी छ त्यसो गरौँ न सबै त भिमा राखौँ अस्ति चाहिँ खाना अप्ठ्यारो भएकोले आज चाहिँ स्पुन लिएर आएको छ है ब्याम्बो रेडी छ एउटा त कस्तो फ्री दिनु नि यार च्याट लाएर होइन कुन चाहिँ रहेछ हौ फ्रीवाला
केराउ यो चाहिँ केराउ थोरै हाल्नु पऱ्यो त्यसपछि अरू पनि सबैले यसो गरौँ है डेनी पनि गर ढिलो हुन्छ क्या त्यो नाच है उही यो अन्डा त बिग्रेको छ के भने आज चाहिँ एउटा चेन्ज भयो होइन अन्डा पनि यहाँ हालेर पकाउने भनेको अस्ति भाग बिलो लाउँदाखेरि मिलेन भन्ने कुरो आयो आज त जे हाल्थ्यो गुनासो डेनीराजबाटै आएको हो धेरै खायो नि त यो रामेनकै मसला भइहाल्यो यो पिरो हुने चाहिँ यो होइन 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 कलर भने ओके बनाउन थाल नि तिमी पनि भनेर यो थपेर कहाँ चाहिँ थप्ने यहाँ त पुग्दैन क्या हो नि धेरै नहाल्नु त्यो पछि के हाल्नु चाउचाउ अब अनि यसजना अस्ति अलिक नुन पनि केरो कम वाला भएको केरो। थियो होइन नुन पनि अब थप्नु पऱ्यो आएको चाहिँ भनेर धेरै कुराहरू चेन्जिङ हानिसक्यो होइन तपाईँहरूले माया गर्दै जानुहोस् यस्तै यस्तै भिडियोहरू आउँदै गर्छन् अब रामेनबाट पनि फेरिन सक्छ अरू कुराहरू तर हुन्छ नि मान्छे अब थपेर खानुपर्छ है तेरो पनि ठिक भयो स्वादले हालायो केरो हामीलाई यो चाहिँ यस्तो फट्टा राखेर अलिक अप्ठ्यारो तरिकाले भएछ है च्यारेट पानी धेरै नहालौँ है कति हालौँ पानी मैले हेर है हाल्यो अलि भयो धेरै जोड नहालेर खानु अलि हाल न चाहिँ पानी लगाइजहरू होइन सर्ट ब्याम्बोमा हालेर चाहिँ स्टार्ट भइसकेको छ कुकिङ होइन साला कसले हाल्नु भन्यो र डढेलो जाला भन्ने टेन्सन भइरहेछ माथितिर पनि ठुलो पाक्न आँटिसक्यो यता देख्न सक्छौँ गुटो छुट्टी उम्लिरहेछ त्यो चाहिँ पल्टाएर देखेर यस गाई चाहिँ यस कस्तो दामी देखेको त कसमसे चाख तल सुमन पाकिन्छ सबै निकाल अब त पाकेछ सबै पाक्यो निकालो गाई जाऊ निकालो
सबैले गर्ने जतिको पिरो नहुने है हो होइन यो कपी पेस्ट हो नि त अन्डा बिना कोही हुन्छ साग 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 नुन अलिकति कम भएको छ है त्यो महिलाले खाने भनेको मैले झन् नुन मलै छ गोटालो टोली है साथी बबाल छ तर अलिकति नुन कमी भयो बबाल छ पखन त्यो सुमन त्यो बिको सबै हटाइदियो त कहाँ बिको हटा न आउनु हौ तातो हुन्छ नि मलाई त झन् हो म मात्र खानु यो छैन त खोइ यता चौचौ छान्दैछ कि लगाइजहरू होइन एकदम रेडी भयो त माल चाहिँ अब खानुपर्छ एउटा चाहिँ यता खाँदैछ सर सर सक्यो अस्ति खान दिक्कत भयो कि त्यही भएर आज चाहिँ स्पुन सहित व्यवस्थित आएको छौँ गाइजहरू होइन अलिक ढल गरेर देखाउ न यार त्यो तेल चाहिँ कसको झोल पुग्छ है ल चाहिँ होइन गाइजहरू अब स्टार्ट है त ल ब्याम्बोमा अब सुरु हुँदैछ हाम्रो खानेकुराहरू खान मसला पुगेन जस्तो लाग्यो फर्स्ट बाइट अन्डाबाट है लो मेरो सही भयो मलाई अलिकति नुन पुगेन कसैले खाँदिन भन्यो छिङ्गो चलाएर खाऊ न चलाएको छैन अहिले खरो होला यता पनि छ है हो सुमालाई हो भनेको यता त नजर हट्यो माल गायब त्यस्तो हुँदैन सिङ्गो हुन सक्छ है किनकि भिडियो छ ल मुस्कान किन नआउने रे बिमारी पाउँछ नि ओहो नुन पो लागेन हौ छिङ्गो मलाई पनि यार होइन नि ठिक छ नि झोल छैन नि मेरो झोलको कस्तो खानामा के अरे टुप्पीको पहिला पऱ्यो क्या घरेर खै झ्याक्ने हो आँखा नदेख्नेले छिटो चस्मा लगाउनेहरूलाई त भन्नु खोजेको सिद्धो सिद्धो त्यसको त हरि मिठो बनाएर खान्छ त्यसले पनि पानीलाई पुर्दा पुर्दा गलिसकेछ यार राम्रो न उम्मिदै निकालेको है गेल्लो मकै त यार त्यसको बढी रहेछ यार के
हिरो हिरो ए ठिकै छ एउटी उता लगिराख्ने है म त थपेर थपेको नि त हो त्यहाँ छिटो नखाऊ भनेर त्यहाँ भन त भाइ म त डाँडामा पो छु भाइ हिँडेर जाने हो कि के हो मिठो छ एकदम मिठै छ ओइ मिठो छ मिठो छ अब म एकछिनमा निस्किने बबाल छ यार सकिसक्यो र ए ल ल बिस्तारै बिस्तारै आउनु महिला मिठो छ कडक अन्डा पनि यसमा हालेर पकाएको सात गज संसार हो म त हात हान्न मात्र आउने हो कसले दिन्छ मुजी पछि आउने रहेछ केटी अगाडि पठाउने हो कसले लिन्छ ल होइन आजको ब्याम्बो कुकिङ चाहिँ हामीले बनाएर पनि खाइसक्यो के कस्तो लाग्यो प्रतिक्रिया दिनु होला होइन अनि माया गरिराख्नु होला यस्तै भिडियोहरू आगामी दिनमा पनि आउनेछन् कस्तो लाग्यो त गाइजहरू आज तर पकाउने म हो नि फेरि कस्तो लाग्यो त अनि छत्र एकदम दामी थियो संसारको जुनसुकै कुना कोप्चा जुनसुकै क्षेत्रबाट हेर्दै हुनुहुन्छ हाम्रो भिडियोलाई आएर नमन गरिदिनुहोस् अनि आजको ब्याम्बो कुकिङ बबालै भयो अनि मौसमले पनि यस्तो बबाल च्यालेन्ज दिइरहेको थियो हिजोको भन्दा आज अलिक कम भयो तर पनि हामी हिजोकोलाई मध्यनजर गर्दै आज यो दिनमा पनि मौसमलाई नै च्यालेन्ज दिएका छौँ बबालै भयो आजको लागि लास्टमा आइयो टन्न खाइयो मिठो छ होइन मिठो बनाउँछन् साथीहरूले म बिना पनि तर एउटा चाहिँ अगाडि नै घोटालो गरेर खाइसकेछन् ठिकै छ अलि माया देखाइदिनु पर्ने भयो गाइजहरूले होइन सब्सक्राइबर अब चाँडै पुग्नेछ माया देखाएन भने अब हेर्नुहोस् के निस्किँदैछ है बुझिराख्नुहोस् ल दिनरात म त चिन्दिनँ नि निशब्दित छु मिठो छ कडा छ म समर्थन गरेँ यो ब्लगलाई